Hello everyone, welcome to my new mini vlog. I'm going to Mama Ghar. Let's go with me. Mako party ma जाँदैछौँ, so let's get ready. I'm ready. Mama Ghar चाहिँ मम्मी र म जाँदैछौँ. Fit check. ल हिँड्यो है त पोखराबाट. मामा घर जाने जिप चढ्यौ फाइनली मामा घर आइपुग्यो. ये त्यसपछि आज म कति पछि आएको ल बिहा घर पनि आइपुग्यौं. सबै धेरैजना चाहिँ आइसक्नु भएको रहेछ. हामीले मलाई सबैसँग चिनजान गराउनु भयो. मामा माइजू यति राम्रो देखिनु भएको थियो. वाउ. हेलो फ्रम आन्टी एन्ड मी. चाहिँ मेरो आमा घरको हजुरबुवा अनि हजुरआमा. त्यसपछि मलाई टीका लगाइदिनु भयो त्यहाँ. रमाइलो लागिरहेछ नि. आई मेड दिस क्युटी पाइ हाँसेको रे. अनि हामी बच्चा पार्टीहरू यत्तिकै बसिरहेको थियौँ. त्यसपछि बाजा बजाउने ग्रुपहरू पनि आइपुग्नु भयो. मेरो ठुलममले यस्तो राम्रो नाच्नुहुन्छ भन्ने आज बल्ल थाहा पाएँ. एकछिन नाचगान गरेपछि हामी खाना खान गयौँ. एकदम मिठो थियो. अनि गर्मीमा दही खाएँ. मम्मीले पनि खाँदै हुनुहुन्थ्यो. कति राम्रो, कति हरियालीले भरिएको छ मेरो मामा घर चाहिँ. एकदमै जहिले जाँदा पनि माइन्ड फ्रेस हुन्छ के. रिटर्निङ टु होम लाइक उड्दैछु. आइपुगे जिपमा पनि. फाइनली रिटर्निङ टु पोखरा. आजको दिन चाहिँ एकदमै रमाइलो भयो तर एकदम टायरिङ भयो किनकि गएर फर्किन पर्यो. द्याट्स अल फर टुडे. बाइ गाइज.